म आज पोखरा जान्छु आमासँग चिया मागेर खानु है त हुन्छ जाम किन जाम पोखरा काम परे जाऊ काम नपरे नजानी काम परेरै जानु लाको म यहाँ लिटो बनाएर छोडिदिन्छु आमालाई खुवाउनु भन्छु खानु है फेरि खानु न कि म नभसी खुरु खुरु खाइदिनु है त म गएर बेलुका आउँछु के रे माथि चन्द्रवती भाउजूलाई चिया पकाइदिन भन्छु आमाले लिटो खुवाउनुहुन्छ तपाईँ फेरि उठेर हिँड्नुहुन्छ कि म नभसी थुपुक्क नसुत्नु है त डुल्न जाने हो कि बाहिरतिर फेरि दिशा लाखा कि लाखाइन दिशा गराएर जाम लाखाइन पिसाब आयो भने कहाँ फेर्नुहुन्छ त लाउँदैन पिसाब लाउँछ पिसाब कहाँ फेर्नुहुन्छ त घिस्रेर जाम्ला हो त्यसरी घिस्रेर जाँदा त लडिहालिन्छ त मैले यहाँ कट्टु लगाइदिएको छु नि त्यही कट्टुमा फेर्ने हो नि त जानै पर्दैन फेर्न उता जान्न भो तपाईँ घिस्रेर हिँड्छु भन्नुभयो जान्न है काम त छैन म त्यत्तिकै जानु लाएको नजानी दिदीहरूलाई बोलाउने हो र कुनै दिदीलाई कुनलाई बोलाउने कुन दुईटा दुईटैलाई बोलाउने देख्न मन लाखा अस्ति आएर गयो त लक्ष्मी दिदी पनि पवित्र दिदी नि अस्ति आएर जानुभएको त दुईजनै तपाईलाई के खानेकुरा ल्याइदिए जस्तो मानेको थिएँ नि पवित्र दिदीले भात हालेर खानुभएको थियो अघि के अरे म हो मिठो थियो कसले ल्याइदिएको हो त त्यो अनि फेरि छोरीले ल्याएर खानेकुरा दिने छोरी आएकै सम्झिँदै नसम्झिने हो त अनि उहाँ घर काम हुन्छ घर यताउता गर्न पर्छ कति बोलाइरहने त नि उनीहरूलाई नि दुःख हुन्छ